नमस्कार आदरणीय दर्शकवृन्दहरू, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आजको यस विशेष भिडियोमा हामी तपाईहरुकै लागि नेपालकै एक अत्यन्तै प्रसिद्ध र पवित्र धार्मिक स्थल मनोकामना मन्दिर यात्रा गराउन गइरहेका छौं। मनोकामना मन्दिर गोरखा जिल्लामा गण्डकी प्रदेशमा अवस्थित छ। यो मन्दिर देवी भगवतीलाई समर्पित गर्दछ, जसलाई शक्ति स्वरूपा देवी दुर्गाको अवतार मानिन्छ। मनोकामना शब्द दुई शब्दबाट बनेको छ, मन अर्थात् इच्छा र कामना अर्थात् चाहना। त्यसैले मनोकामना देवीलाई मनको इच्छा पूरा गर्ने देवी भनेर विश्वास गरिन्छ। इतिहास अनुसार गोरखाका राजा रामशाहको पालामा मनोकामना देवीको शक्ति पहिचान भएको मानिन्छ। रानीले देवीको शक्ति देखेपछि यो स्थान धार्मिक अवस्थाको केन्द्र बनेको थियो। त्यसैले मनोकामना मन्दिर नेपाली जनमानसको गहिरो अवस्थासँग जोडिएको छ। मनोकामना मन्दिर समुद्र सतहदेखि करिब 1302 मिटर उचाइमा रहेको छ। मन्दिरबाट वरिपरिका पहाड, हरियाली, वनजङ्गल र मौसम खुलेको दिनहरूमा हिमालको दृश्य पनि देख्न सकिन्छ, जसले यहाँको वातावरणलाई अझ शान्त र मनमोहक बनाउँछ। पहिला मनोकामना पुग्न कठिन पैदल यात्रा गर्नु पर्थ्यो, तर अहिले कुरिनटारबाट केबल कार सेवा सञ्चालनमा आएसँगै यात्रा निकै सहज भएको छ। करिब 10 मिनेटको केबल कार यात्रामै भक्तजनहरू मन्दिर वरिपरि पुग्न सक्छन्। यो केबल कार यात्रा आफैमा एक रोमाञ्चक अनुभव हो। मन्दिरमा भक्तजनहरू देवीसँग भाकल राख्दछन्। मनोकामना पूरा भएपछि पूर्ण मन्दिरमा आएर धन्यवाद स्वरूप पूजा गर्ने चलन छ। यहाँ फूल, नरिवल, प्रसाद चढाइन्छ। बलि प्रथा समेत केही अवसरमा देख्न सकिन्छन्, जुन परम्परागत विश्वाससँग जोडिएको छ। विशेष गरी दशैँ, तिहार, नयाँ वर्ष र शनिबारका दिन यहाँ अत्यन्तिक भिड लाग्ने गर्दछ। देश विदेशबाट आएका भक्तजनहरूले मन्दिरलाई अत्यन्तै श्रद्धाका साथ दर्शन गर्दछन्। मनोकामना मन्दिर केवल धार्मिक स्थल मात्र नभई पर्यटकीय आकर्षण पनि हो। मनोकामना आउने पर्यटकहरूले स्थानीय संस्कृति, खाना र प्राकृतिक सौन्दर्य आदि आनन्द लिन पनि सक्दछन्। अन्त्यमा भन्नुपर्दा मनोकामना मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण स्थान हो। नेपाल भ्रमण गर्दा मनोकामना मन्दिरको दर्शन अवश्य गर्नुहोस्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। यस्तै जानकारीमूलक भिडियोका लागि हामीसँग जोडिनुहोला।